सो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। अनि अब भिडियो बनाउनु चाहिँ धेरै ढिला भयो हैन। अब रुल्सहरूको बारेमा डेनमार्कको त अब धेरैजनाले सुन्नु भएको होला। म चाहिँ अलिकति व्यस्तताको कारणले गर्दाखेरि अलिकति भिडियोको बारेमा अपडेट दिन चाहिँ पाइनँ। म आज चाहिँ त्यसको बारेमा चाहिँ अलिकति डिटेलमा भन्नेवाला छु है। अब कस्तो यो रुल्स चाहिँ के लागू भयो भने मे 2 देखि चाहिँ के रुल्स लागू भयो भने अब डेनमार्कमा जो पनि आउँदै हुनुहुन्छ मे 2 पछाडि जोसुकै विद्यार्थीहरू आए पनि यदि प्राइभेटमा पढ्न आउनुभएको छ भने चाहिँ तपाईहरुको के त भिजा त लाग्छ, पढ्न आउन पाइयो। तर के भयो त भन्दाखेरि पढ्न आउने मान्छेले पार्ट टाइम जब गर्न पनि पाएन, आफ्नै पैसाले पढ्ने बस्ने गर्नु पर्यो। एउटा त्यो घाटा भयो। दोस्रो नम्बरको कुरा गर्ने हो भने चाहिँ अब डिपेन्डेन्टमा ल्याउन पाइएन। अब डिपेन्डेन्टमा ल्याउन नपाउने भइसकेपछि त्यो अब यसो पनि गाह्रो भयो। एकजनाको पैसाले सबै कुराहरू धान्न सकिँदैन, गाह्रो हुन्छ। अनि तेस्रो कुरा गर्ने हो भने चाहिँ अब जुन PSW 6 महिनाको पाइन्थ्यो कलेज सकिसकेपछि त्यो 6 महिनाको नै कलेजको त्यो जुन PSW हुन्थ्यो त्यो PSW पनि पाइएन। त्यो जब सर्चिङको जुन त्यो हाम्रो भिजा हुन्थ्यो 6 महिनाको टाइम हुन्थ्यो त्यो पनि हामीले नपाउने भयौँ। अनि अब जबै खोज्न नपाउने, कामै गर्न नपाउने, डिपेन्डेन्ट नै ल्याउन नपाउने भनेर चाहिँ अब रुल्स निकालिदियो प्राइभेटले है। अब पक्कै पनि त्यो भएछ, कोही पनि आउँदैनन्। अनि के भइरहेको थियो भने अब अगाडि नै आउने मान्छेहरुको पनि अब डिपेन्डेन्टहरु कतिको ल्याएको हुँदैन नि त। अनि अब त्यो डिपेन्डेन्ट विद्यार्थी त अब मे 2 भन्दा अगाडि नै विद्यार्थीहरु आइसक्यो हो। अब मे 2 पछि चाहिँ डिपेन्डेन्ट म ल्याउँछु नि त भन्दाखेरि पनि अब कस्तो रुल्स आयो भने मे 2 भन्दा अगाडि विद्यार्थी आइसकेको छ भने पनि तर त्यो मे 2 भन्दा पछाडि त्यो विद्यार्थी प्राइभेटमा छ र त्यसले डिपेन्डेन्ट ल्याउन चाहिँ खोजिरहेको छ भने चाहिँ त्यो केसमा चाहिँ त्यो नयाँ रुल्स उनीहरुको लागि पनि लागू भयो। त्यो छ। अनि मेन कुरा अब जस्तै अब तपाईहरुको जस्तै अब 2 वर्षको भिजा छ भने अब 1 वर्षपछि जस्तै 1 वर्षको सुरुमा दिएको हुन्छ, अब कलेजले कतिको दिएको हुन्छ हैन। 1 वर्षको दिएको छ भने तपाईको अब जस्तै 2 वर्षको टोटल भिजा छ भने बिचमा एक्सटेन्सन गर्दाखेरि त्यो रुल्स लागू भएन। तर यदि तपाईहरुको मानौं ब्याचलर सक्यो, ब्याचलर सकिसकेपछि अब नयाँ मास्टरको लागि जोइन गर्नुपर्ने भयो भने अब तपाईको मास्टर जोइन गर्दाखेरि त्यसले हामी एक्सटेन्सनमा मानिदैन के, त्यसलाई चाहिँ अब नयाँ एडमिसन मानिन्छ। अनि अब नयाँ एडमिसन गर्नुपर्ने बित्तिकै चाहिँ अब त्यो रुल्स चाहिँ अब युज भइहाल्यो, त्यो रुल्स लाग्यो। अनि अब तपाईहरुले सबै अब काम गर्न नपाउने, डिपेन्डेन्ट ल्याउन नपाउने, जबहरु खोज्न नपाउने, पढाइ सक्ने बित्तिकै होम कन्ट्रीतिर चाहिँ रिटर्न भइहाल्नुपर्ने। त्यो भइसकेपछि त पक्कै पनि अब कोही पनि मान्छे आउँदैनन् हैन। अनि अब बेस्ट अप्सन भनेको अब पब्लिक युनिभर्सिटी हुन्छ। अब पब्लिक युनिभर्सिटीमा अहिले एडमिसन पाउनले एकदमै गाह्रो छ, कम्पिटिसन बेसी छ। अब पब्लिकको चाहिँ आफ्नो आफ्नो प्रायोरिटीहरु हुन्छ। अब सुरुमा अब आफ्नै देशको लागि दिने डेनिसहरुलाई नै सुरुमा चाहिँ अब कलेजमा एडमिसन दिने, सेकेन्डमा गएर चाहिँ युरोपियनहरुलाई दिने, अनि बाँकी रहिसकेपछि बल्ल अनि थर्ड कन्ट्रीहरु। अनि त्यो भइसकेपछि अब हाम्रो पाला आउँदा आउँदै अब त्यो सिटहरु चाहिँ बुक भइसक्यो हुन सक्छ हैन। एकदम चान्स कम हुन्छ, पब्लिकमा रिस्क धेरै हुन्छ। अब अप्लाई गर्न त पाइयो, अब तपाईहरुको लकको कुरा हुन्छ। अब अफर लेटर पाउनुभयो, लकको कुरा हो, आउनु डिपेन्डेन्ट पनि ल्याउन पाइन्छ। पब्लिकको लागि रुल्सहरु केही नयाँ रुल्सले केही पनि इफेक्ट गर्दैन। तपाईहरु जति पनि आएर झ्याप्प डिपेन्डेन्ट ल्याएर दुवैजनाले विद्यार्थीले पार्ट टाइम फुल टाइम गरेर चाहिँ बस्न पाइन्छ। त्यसको लागि केही पनि समस्या भएन। समस्या भनेको चाहिँ प्राइभेटको लागि मात्र। प्राइभेट कलेजमा चाहिँ अब त्यही IBA र नेल्सब्रक पर्छ दुईटा हैन। अनि अब अरू पनि छ कति बीचमा, अब त्यो सबै नामहरु मलाई पनि थाहा छैन। अनि अब किन यस्तो भयो त भन्दाखेरि अब मार्केटहरु सबै चाहिँ नेपालीले गर्दाखेरि, नेपाली अब बंगाली पाकिस्तानी यिनीहरुले गर्दाखेरि चाहिँ मार्केट डाउन भयो के। अनि सस्तोमा काम गर्दिने, अनि अब सस्तोमा काम गर्दिनु भइसकेपछि अब यहाँको मार्केट यसै पनि डाउन भइहाल्यो। अनि मेन कुरो भनेको चाहिँ अब यहीँको मान्छेहरुले पनि अलिकति कामहरु पाउन गाह्रो भयो के। त्यो भएको हिसाबले गर्दाखेरि अलिकति अब यहाँ मार्केटहरु कन्ट्रोल गर्नको लागि, अलिकति आफ्नो लेभल मेन्टेन गर्नको लागि यिनीहरुले अब नयाँ रुल्स लिएर आएको छ। अब यो नयाँ रुल्स इम्प्लिमेन्ट पनि भइसक्यो। अब एकदमै गाह्रो छ। हामी थर्ड कन्ट्रीहरुको लागि चाहिँ अब धेरै नै गाह्रो छ। अब डेनमार्क आउने सोध्दै हुनुहुन्छ भने चाहिँ पब्लिकमा मात्रै आउनु होला हैन। प्राइभेटमा तपाईहरुको पैसा छ, सक्छु जस्तो लाग्छ भने तपाईहरुको विचार है। मेरो हिसाबले चाहिँ अब सबैजनाको उद्देश्य भनेको पैसा अब कमाउने नै हुन्छ हैन। पढ्ने सँगसँगै पैसा नि कमाउने, डिपेन्डेन्ट पनि लिएर आउने, दुईजना मिलेर कमाउने टाइपको सोच हुन्छ। अनि अब
त्यो गर्न पाएन भने त अनि अब हाम्रो अब आएको ऋण पनि उठेको हुँदैन। अनि त्यो भएको कारणले गर्दाखेरि अब इनकेस तपाईँहरूको अब पब्लिकमा तपाईँहरूको एडमिसन मिल्यो भयो भने अब सबैजनालाई आगे राम्रो होइन, किनभने अब राम्रो छ नि त, कमाइ पनि राम्रो छ, सबै थोक राम्रो छ, त्यही भएर आके राम्रो हुन्छ। अब प्राइभेटमा चाहिँ नआउनु, पब्लिकमा भयो भने चाहिँ मिलाएर आउन सक्नुहुन्छ। त्यही नै हो नयाँ रुल्सको बारेमा, त्योभन्दा अरू केही छैन। यो 3टा कुरा छ, विद्यार्थीले काम गर्न नपाउने, डिपेन्डेन्ट ल्याउन नपाउने, अनि काम खोज्नको लागि जुन 6 महिनाको PSW हुन्थ्यो त्यो पनि नपाउने भएको छ। यी 3टा रुल्स युज भएको छ प्राइभेटको लागि मात्रै। पब्लिक युनिभर्सिटीमा आउँदाखेरि समस्या हुँदैन। यही हो अहिले नयाँ अपडेट भनेको, यही हो। अब योभन्दा केही अरू नयाँ अपडेटहरू पनि आइराख्यो भने म यसबाट अपडेट गराउँदै गर्छु। त्यतिसम्मको लागि चाहिँ अहिलेको लागि चाहिँ बाई बाई एन्ड सी यू। भेटौँला अब हामी अर्को भिडियोमा। बाई।